थुलुङ रामली राजाको दरबार हो। थुलुङहरू रामलीकै सन्तान हो र थुलुङहरूमा खालिम्चे, माइला, तेम्लो, अनि देउसा, अनि लोकिम, जुबु, रिब्दुङ, सल्ले, वाचा, बुइपासम्म फैलिएको छ र थुलुङहरू चाहिँ सबै रामलीका सन्तान हुन्। रामलीका बाजे जुब्बे राई जुम्बेसीमा बस्नुभएको थियो। जुब्बेको छोरा देरेप्पा देरापुमा आएर बस्नुभयो। अनि रामलीले यहाँ चाहिँ नै आफ्नो दरबार बनाएर पूर्वमा अरुण पश्चिममा लिखु पूर्व, सुनकोशी उत्तर, हिमालय दक्षिणको भाग चाहिँ आफ्नो शासन सत्तामा राखेर उहाँले सञ्चालन गर्नुभएको थियो। र रामलीको सन्तानहरू चाहिँ 7-8 भाइ थिए। उनीहरू चाहिँ विभिन्न गाउँमा छुटिएर गए र मुक्लीमा बस्ने थुलुङहरू चाहिँ कान्छो सन्तान हुन्, फुलीकुचेको सन्तानहरू हुन्। र रामलीको बारेमा यति नै हो। अरू धेरै कुरा के भन्ने